साथीहरु यहाँ चाहिँ हाम्रो प्रियम भाइको चप्पलले छोडे मन्दिर पनि बन्द हुन्छ तर मन्दिरको बाहिर पनि चाहिँ ताला चाहिँ हुनुहुन्थेन हेलो एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल र तपाईहरु सबैजनालाई म सिमरन गुरुङको युट्युब च्यानलमा स्वागत छ र अहिले घडी चाहिँ हामी फिलहाल चामुङ जाँदैछु म चामुङको टिगाउँ अनि त्यो पनि हौ म त यो लगाएर चल्दिन्छु ओइ दाइ त हन्टर बुट्छ त चप्पल छोड्दै साथीहरु हैन अहिले चाहिँ हामी जाँदैछौँ अब बाटो पनि त्यस्तै छ अरु जग्गाको चाहिँ एकदम अब राम्रो नै छ हैन अब बाटो चाहिँ तर हाम्रो गाउँको मात्रै किन चाहिँ त्यस्तो बाटो चाहिँ नबनिदिएको होला अब अस्ति अब पोखरबुङ बजार भयो हैन टक्कै तल नाला गाउँ डाकमण्डरा चामुङ जाने बाटो एकदम राम्रो छ एकदम बनिसकेको छ सन्नाना गाडी जान्छ तर अब हामीहरुको सेलेमुङ जाने चाहिँ अलग्गै छुट्टेको छ क्या त खल्लाङ बाटो चाहिँ अब बुझ्दिन भयो क्या अब यो चाहिँ सेलेमुङ जाने रहेछ भनेर ल अहिले अवस्था चाहिँ यस्तो भइदिइराख्दैछ हैन पानी चाहिँ हल्का कता कता चाहिँ रोक्यो नत्र चाहिँ अब बहिनीले त क्यानो अनुहार छोप्दैन त अन्त साथीहरु अवस्था चाहिँ यस्तो भइदिसक्यो हैन यहाँ सबैजना राम्रै छ हैन प्रियम र म चाहिँ अलिकति यस्तो भइसक्यो म चाहिँ हेर्नुस् होला यो सुल्केर अघि कहाँसम्म पुगेको थियो मलाई मात्रै याद छ अहिले चाहिँ हामी धोबी खोला आइपुगिसक्यौँ तीनजना हिँडेको छ पानी झरीमा बौलेको मान्छे जस्तै हिँडेको छ पानी फेरि डरलाग्दो हैन म त फुटबल खेलेर आएको जतिकै हन्टर बुट लगाएर आएको जतिको भइसक्यो मैला हैन ग्रिन गार्डन एकाडेमी जाउँ प्रियम हाम्रो त्यो हाम्रो प्रिभियस स्कुल र यहाँ चाहिँ लासहरू जलाउँछ हैन अनि त्यसै कारण हल्ला गर्दैन र हामी चाहिँ यहाँ आइपुगिसक्यौँ शिव मन्दिर हो अन्त अब चाहिँ यहाँ जाने यहाँ चाहिँ शिव मन्दिर छ चामुङको यस्तो छ बाटो एकदम पहिला चाहिँ यहाँनिर के भन्थ्यो भने त घन्टी डाँडा भन्थ्यो हैन मतलब जब हामीहरू स्कुल पढ्थ्यौँ यहाँ यता माथि ग्रिन गार्डन एकाडेमी पढ्दाखेरि चाहिँ अन्त यहाँ लिएर आएको नि त अनि त्यति बेला चाहिँ यहाँ ठुलो रुख छ अहिले पनि छ स्टिल छ त्यो रुख तर के भइरहेको छ भन्दाखेरि चाहिँ अहिले चाहिँ त्यहाँ चाहिँ मन्दिर बनाएको छ हो नत्र चाहिँ एउटा डाँडा थियो र अब त्यो पत्ती टिप्दाखेरि तौलिने हुन्छ नि त्यस्तो खालके थियो र अहिले चाहिँ एकदम पिसफुल मन्दिर छ तपाईँलाई पर गएर भेटौँ ल के अरे हनुमान मन्दिर अरे शिव मन्दिर हो शिव मन्दिर खै हेरिदिउँ म गेट खोल्नु यहाँ चाहिँ हाम्रो घन्टी डाँडा शिव मन्दिर छ हैन चट्ट पारेर एकदम राम्रो छ मन्दिर तर के भइदिइरहेको छ नि फिलहाल चाहिँ हैन अब यत्रो दामी मन्दिर छ हैन अब हैन अब कति मान्छेले मन्दिरमा दर्शन पनि गर्छ हैन र के हो यो चाहिँ अब दर्शन गर्नु आउने मान्छेहरू चाहिँ अब यो गेटबाट म त यहाँ सानो छु यो जालीबाट हात हालेर चाहिँ दर्शन गर्नु पर्दैछ हैन अब र यहाँ चाहिँ यत्रो ताला हालिदिइरहेको रहेछ दैलो खोलेको हेर्नु ब्याकग्राउन्डबाट हो अब यहीँबाट गरिदिउँ हैन तर त्यो चाहिँ अब मन्दिर पनि बन्द हुन्छ तर मन्दिरको बाहिर पनि चाहिँ ताला चाहिँ हुनुहुन्थेन भाइ कस्तो हरामी के कुरा गर्दै खा अरे नखा त के कुरा गर्दै खाऊ न र यहाँ चाहिँ अब म यो हेडफोन लाएर चाहिँ एउटा गीत बनाउँछु कुन चाहिँ भन्नु त तूने मेरे जाना कभी नहीं जाना इश्क मेरा दर्द मेरा आशिक तेरा साथीहरु अहिले चाहिँ 5 बज्न आँट्यो हो अन्त हामी चाहिँ यहाँ गफ गर्दा अब कति भइसक्यो र अब हामी चाहिँ जान आँटेको र यहाँ देख्दै गरेको चाहिँ नाला गाउँ हो र हामी चाहिँ जानु चाहिँ यहाँ माथि देख्दै गरेको जग्गा जानुपर्छ यहाँदेखिको हाम्रो आगो बोल्दै गरेको माथि टप फ्लोरमा हामीहरूको घर र अब चाहिँ हामी जाँदैछौँ अब चाहिँ स्टार्ट हामी यहीँ छौँ है अहिले त्यहाँ पुग्नुपर्छ स्पिड जानुपर्छ अब चाहिँ हामी निस्केको ल मैले बुझेँ ओ यही छ दिन्न 20 रुपैयाँ या गाइस अन्त म यहाँ नानालाई 20 रुपैयाँ मान्छु नि त गोजीमा एक कन्चिङ छैन हो ल 20 रुपैयाँ दिँदा
र यहाँ चाहिँ छ हाम्रो यता चामुङको रिजोर्ट होइन अन्त यहाँबाट चाहिँ टक्कै पाराले एन्टर छ अन्त साथीहरू अहिले चाहिँ हामी कमन घाट उकालो लाग्दिँदैछौँ होइन यहाँ हेर्दै बहिनीहरू प्रियम के भन्न चाहन्छौ दुःख पर्यो त्यो डल्लै काटेर जानु पर्यो ऊ पारिबाट आएको स्टिल अब सिधै तपाईँहरूलाई म माथि पुगेर भेट्छ किनकि सासु हट्छ यहाँ उकालो हिँडेकोले उकालो यहाँ चाहिँ ड्रम बनिराखिरहेको रहेछ फेरि खाल्टाङ खाल्टाङ फेरि यहाँ हिलो गाडेको हेर्न फेरि स्टार्ट हिलो गाडिनु गलिसक्यो हिलो कमन गाडी साथीहरू यहाँ चाहिँ हाम्रो प्रियम भाइको चप्पलले छोडे चप्पल चाहिँ यहाँ उछिटेर यस्तो भयो मेरो प्यान्टको हालत चाहिँ गाइस के गरेको त्यस्तो हो प्रियमले चाहिँ ला पानी पर्यो फेरि मेरो झन् जुत्ता कस्तो भारी भइरहेको होला छाताहरू दुलो पार्छ मेरो आज प्रियमले प्रियम के गरेको ला के गरेको हिलो झारेको नि ला यार यस्तो त छ झर्दैन त्यो नगर्न कतिजनाले पानी खान्छ होला यही गो त होइन नि त लिन्छ छिटो तपाईँहरूले मेरो भिडियो यहाँसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद होइन अब भ्लग तपाईँलाई अब कस्तो लाग्यो तपाईँहरूलाई राम्रो लाग्यो लागेन होइन तर पनि अब लास्टसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ र मेरो चाहिँ यहीँ भिडियो इन्ड गर्दैछु र अब हामी चाहिँ डाँडा आइपुग्यौँ नि त अब घर आइपुग्नु अब एक दुई घर काटेपछि आइपुगिहाल्छ माथि र म चाहिँ यहीँ इन्ड गर्दैछु र थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो टिल द एन्ड बाई बाई